केक बन्यो बनियो हेर न कस्तो राम्रो भएको छ नि पापा लेखेको छ गिफ्टका छ पापाको तिम्रो पापाको यहाँ उम्ली पार्नु अन्त तिमीले चाहिँ कार्ड चाहिँ कहाँ राखेको छ तपाईँहरूले बिहानको भिडियोमा देख्नु भएको थियो होला मैले केक प्रिपेयर गर्दै थिएँ एकदमै राम्रो भइरहेको छ केक मैले अन्त त्यो टिनबाट निकालेर चिसाउनु पनि दिएँ अन्त मैले अस्ति नै मेरो हस्बेन्डको लागि गिफ्ट ल्याइदिएको थिएँ अन्त मेरो नानीले चाहिँ उसको पापाको लागि नि यो कार्ड बनाएको छ यो कार्डको म तपाईँहरूलाई भिडियो हालिदिन्छु तपाईँहरूको अगर नानीहरूलाई तपाईँलाई बनाउनु इन्ट्रेस्टेड छ भनेपछि अरू ओकेसन पनि हुन्छ फादर्स डे मात्रै होइन मदर्स डे न्यू इयर फ्रेन्डसिप डे आउँदैछ तपाईँले आफ्नो फ्यामिलीको लागि आफ्नो फ्रेन्ड्सको लागि बनाउन सक्नुहुन्छ त्यहाँदेखि मेरो हस्बेन्डलाई चाहिँ अब आयो सरप्राइज दिने टाइम उसलाई एकदमै थाहा थिएन आज फादर्स डे हो भनेर त हामीले त्यो केक र गिफ्ट्स र नानीले बनाएको कार्ड चाहिँ दियो मेरो हस्बेन्डलाई कार्ड चाहिँ धेरै 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 मन पर्यो उसले लेमिनेट गर्नुपर्छ भन्दै थियो अब नानीले कति बनाउँछ सबै कुरो लेमिनेट गरेर हुन्छ भन्दै कराइरहेको थियो त्यहाँदेखिको उसलाई मैले यो टी सर्ट र प्यान्ट ल्याइदिएको थिएँ हुनु त पिङ्क टी सर्ट हो तर मेरो हस्बेन्डले सबै लगाउँछ उसलाई एकदमै मन पर्यो नेक्स्ट भिडियोमा तपाईँलाई देखाउँछु उसले लगाएर पनि देखाउँछ कस्तो देख्दैछ भनेर त्यहाँदेखि टाइम आयो हामीले बिहान बनाएको केकको जो प्रिपरेसन गरिरहेको थियो बिहान उठेकोदेखिको एकदमै सफ्ट र फ्लफी भएको थियो हुनु त अब सबै सामान थिएन तर जति पनि लिमिटेड सामान थियो त्यसले चाहिँ केक एकदमै मिठो भएको थियो त अहिले बाउ छोरीको चाहिँ एकदमै फेभरेट हो तातो भएर उनीहरूले खानु सकेको छैन तर केक चाहिँ एकदमै मिठो थियो त अहिलेको लागि यति नै अब चाहिँ बिरयानी बनाउने प्रिपरेसन गर्छु